यहाँहरूलाई इकोनोमी तन्त्रमा स्वागत छ। नेपालको नयाँ बजेट आइसकेको छ। आज अर्थमन्त्री डाक्टर सोनी वाग्लेले आगामी आर्थिक वर्षका लागि 21 खर्ब 24 अर्ब 34 करोड रुपियाँ बराबरको विशाल बजेट सार्वजनिक गर्नुभएको छ। कर्मचारीको तलब 21%ले वृद्धि गर्नेदेखि लिएर वार्षिक 10 लाख कमाउनेसम्मलाई कर छुट दिने जस्ता ठूला घोषणाहरू यस पटकको बजेटले गरेको छ। के यो बजेटले अहिलेको आर्थिक मन्दी र ब्याङ्कहरूमा ओभर लिक्विडिटी समाधान गर्ला? आउनुहोस् यस बजेटका हाइलाइटहरू छोटो समयमै बुझ्ने कोसिस गरौँ। 21 खर्ब बराबरको बजेटको लागि पैसा कहाँबाट आउँछ त? सरकारले 14 खर्ब 5 अर्ब राजस्व सङ्कलनबाट उठाउने लक्ष्य राखेको छ। 61 अर्ब 74 करोड वैदेशिक अनुदानबाट आउने बताइएको छ भने झन्डै 6.5 खर्ब रुपियाँ वैदेशिक तथा आन्तरिक ऋणबाट जुटाइनेछ। बजेटका मुख्य विशेषताहरू यस प्रकार रहेका छन्। पहिलो भनेको करमा ठूलो राहत। यस पटकको बजेटको सबैभन्दा ठूलो र सकारात्मक पाटो भनेको ट्याक्स कम गर्नु हो। अब वार्षिक 10 लाख रुपियाँसम्म कमाउने व्यक्तिले व्यक्तिगत आयकर तिर्नुपर्ने छैन। यसअघि यो सीमा निकै कम थियो। यसका साथै व्यक्तिगत आयकरको अधिकतम दरमा पनि 10%ले कटौती गरिएको छ, जसले गर्दा मिडल क्लासलाई ठूलो राहत पुग्ने देखिएको छ। त्यसैगरी दोस्रो महत्त्वपूर्ण विशेषता भनेको सरकारी कर्मचारीको तलब 21%ले वृद्धि गर्नु हो। लामो समयदेखि तलब नबढेका कारण मार्कामा परेका निजामती कर्मचारी, शिक्षा, सेना, प्रहरी लगायत सम्पूर्ण सरकारी कर्मचारीहरूको तलब 21%ले वृद्धि गरिएको छ। यसले बजारमा उपभोग बढाउने मद्दत पुर्याउने सरकारको विश्वास छ। र त्यसैगरी तेस्रो महत्त्वपूर्ण विशेषता भनेको कृषि र किसानलाई 40%सम्म पुँजी अनुदान दिनु हो। कृषि क्षेत्रमा व्यावसायिक क्रान्ति ल्याउनका लागि कम्तीमा 2 करोड रुपियाँ लगानी गरेर कृषि वा पशुपालन सुरु गर्ने किसान वा स्टार्टअपहरूलाई सुरुवाती पुँजीको 40%सम्म सरकारले अनुदान दिने नयाँ व्यवस्था गरेको छ। त्यसैगरी चौथो महत्त्वपूर्ण विशेषता भनेको डिजिटल नेपाल र पहिलो एआई सेन्टर हो। आइटी र प्रविधि क्षेत्रमा नेपालले ठूलो फड्को मार्ने योजना बनाएको छ। बजेटमा नेपालकै पहिलो सार्वभौम एआई कम्प्युटर सेन्टर स्थापना गर्ने घोषणा गरिएको छ। साथै आगामी पुस महिनाभित्र नेपाल टेलिकमको 34% सेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रविधि विकासमा लगानी गर्ने भनिएको छ। यो 34% सेयर बिक्री गरेर आएको पुँजीबाट नेपालले टेक हबको रूपमा डेभलप गर्ने बताइएको छ। पाँचौँ र सबैभन्दा महत्त्वपूर्ण विशेषता भनेको आर्थिक वृद्धि र महँगीको लक्ष्य हो। सरकारले आगामी वर्ष 7%को आर्थिक वृद्धि दर हासिल गर्ने महत्त्वाकांक्षी लक्ष्य राखेको छ, जबकि अहिलेको वृद्धि दर मात्र 3.85% रहेको छ। त्यसैगरी इन्फ्लेसन अर्थात् महँगीलाई 7% भन्दा तल राख्ने प्रतिबद्धता जनाएको छ। सरकारले एकदमै आकर्षक र आशावादी बजेट ल्याएको छ, तर यो कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने हेर्न बाँकी नै रहेको छ। हजुरहरूलाई यो भिडियो मन परेमा प्लिज सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।